नमस्कार, यहाँहरु सम्पूर्णलाई स्वागत छ मेरो भिडियोमा। भिडियो जति सक्दो सबैजनाले एकदमै शेयर गरिदिनु होला ताकि यो सम्बन्धित जुन व्यक्तिको लागि मैले यो भिडियो बनाउँदै छु उहाँसम्म सबैजनाले शेयर गरेर पुर्याइदिनु होला भन्न चाहे। भिडियो एकदमै तपाईहरुले जसले देख्नुहुन्छ, जसले हेर्नुहुन्छ, जसले भेट्नुहुन्छ सबैजनाले एक एक शेयर गरेर उहाँसम्म पुर्याइदिनु हुन विनम्र अनुरोध गरे। यो भिडियो विशेष गरी मैले जुन व्यक्तिको लागि बनाउँदै छु उहाँ व्यक्तिसम्म तपाईहरु सम्पूर्णले शेयर गरेर उहाँहरु सम्पूर्णले सहयोग गरिदिनु होला भन्न चाहे। र भिडियोमा मैले एउटा सानो फुटेज राखिदिन्छु। त्यो फुटेज हेरिसकेपछि बाँकी थप कुरा म त्यो फुटेज पछि थप कुरा म भन्नेछु र भिडियोको फुटेज हेर्नु होला। यो ब्यागको फुटेज चाहिँ मलाई होम बहादुर खड्गाजीले पठाउनु भएको हो र यो ब्याग चाहिँ उहाँले मिस्टेकले अरु कसैको ब्याग उहाँले आफ्नो ठानेर लिनुभएको रहेछ। त्यसकारणले यो ब्यागको फुटेज मलाई पठाइदिनु भएको छ। यो ब्यागको फुटेज हजुरले तपाईको मार्फत राखिदिएर यसो उहाँसम्म पुर्याइदिन सक्नुहुन्छ कि भनेर सहयोगको लागि उहाँले मसँग कन्ट्याक्ट गर्नुभएको थियो। त्यसकारणले मैले यो भिडियो बनाएको छु। जुन यो ब्यागको फुटेज तपाईहरुले हेर्नुभयो, यो ब्याग चाहिँ हाम्रो एकजना मित्र जुन उहाँको नाम चाहिँ लोड मुरली भन्ने व्यक्तिको हो र लोड मुरली भन्ने व्यक्ति नेपाल एयरलाइन्सबाट काठमाडौँदेखि मलेसिया आउनु भएको थियो। RA 415 नम्बरको प्लेनमा उहाँ चाहिँ काठमाडौँबाट मलेसिया आउनु भएको थियो र उहाँको ब्याग चाहिँ एकजना सोही प्लेनमा आउने हाम्रो नेपाली दाजु उहाँले उहाँको ब्याग आफ्नै जस्तो लागेर उहाँको ब्याग सेम डिजाइन, सेम कलर, सेम स्टाइलको, सेम साइजको भएको कारणले उहाँले पनि जानी नजानी हतारमा उहाँले चाहिँ याद नगरेर उहाँले मेरै ब्याग भन्ने ठानेर त्यो ब्याग लिनुभएछ। त्यसपछि उहाँको जुन ब्याग, यो जुन व्यक्तिको ब्याग हो उहाँको नाम चाहिँ मिस्टर लोड मुरली रहेको छ भने जुन ब्याग लिएर जानुभयो उहाँको नाम चाहिँ होम बहादुर खड्गाले लोड मुरली भन्ने व्यक्तिको ब्याग लिनुभएछ र उहाँले चाहिँ आफ्नो ब्याग चाहिँ छोड्नु भयो। उहाँले आफ्नो सम्झेर लिनुभयो तर उहाँको ब्याग नभएर अरु लोड मुरलीको ब्याग परेछ। त्यसकारणले उहाँले आफ्नो ब्याग चाहिँ अब कता छ थाहा भएन, या लोड मुरली भन्ने व्यक्तिले उहाँले लग्नुभयो कि या एयरपोर्टमै छ त्यो कुरो थाहा भएन। त्यसकारणले उहाँले अब यो ब्याग लिइसकेपछि उहाँले यहाँ त चेक गर्नु भएन, एकैचोटि रुम पुगेपछि हेर्नुभयो। हेरेपछि उहाँको त्यो ब्याग नभएपछि उहाँले चाहिँ अब यो व्यक्तिसम्म कसरी दिने, कसरी पुर्याइदिने भन्ने कुराले उहाँलाई पनि अब अलिकता उ भयो, एकदमै तनाव भयो। त्यसकारणले उहाँले चाहिँ चेक गर्नुपर्छ, कतै कन्ट्याक्ट नम्बर छ कि ब्यागभित्र कतै भनेर खोज्नुभयो, भेटाउनु भएन। त्यसकारणले उहाँले चाहिँ मलाई सम्झिनुभयो र मलाई उहाँले अहिले भर्खरै सम्झिनु भएको थियो र उहाँले भन्नुभयो यस्तो ब्याग हाम्रो साटफेर भयो नेपाल एयरलाइन्समा 13 तारिक नोभेम्बर 13 तारिकमा हामी आएको हो र ब्याग उहाँको मसँग आयो, मेरो ब्याग उहाँले लिनुभयो या एयरपोर्टमै छ त्यति कुरा मलाई पनि थाहा भएन। यदि यो ब्याग उहाँले कतैबाट कन्ट्याक्टमा आएर लिन चाहनुहुन्छ भने म पुर्याइदिन्थेँ, अथवा मेरो उहाँले लिनुभएको छ भने उहाँको ब्याग मसँग छ, मेरो ब्याग उहाँसँग छ भने हामी भेटेर साटफेर गरौँला। यो चाहिँ उहाँसम्म कसरी पुर्याउने होला भन्ने कुराले उहाँलाई सताइरहेको थियो। त्यसकारणले उहाँले मलाई कन्ट्याक्ट गर्नुभयो र मैले यो भिडियो बनाएको हो। र जुन नेपाल एयरलाइन्समा 13 तारिक नोभेम्बर 13 तारिक RA 415 मा आउनु भएको थियो हाम्रो मिस्टर लोड मुरली र हाम्रो होम बहादुर खड्गाजी। तपाईहरुको ब्याग साटफेर भएको छ या उहाँको ब्याग होम बहादुरजीको ब्याग एयरपोर्टमै छ के छ थाहा भएन, तर हाम्रो मुरलीजीको ब्याग चाहिँ हाम्रो होमजीसँग छ। यदि तपाई यो भिडियो हेर्दै हुनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोला र तपाईलाई म होमजीसँग कन्ट्याक्ट गराइदिनेछु। र जसले पनि यो भिडियो हेर्नुहुन्छ तपाईहरु सम्पूर्णले यो भिडियो शेयर गरेर हाम्रो लोड मुरलीजीसँग कन्ट्याक्ट गराइदिन सक्नुहुन्छ। तपाईहरु सबैजनालाई थ्यांक यू सो मच। भिडियो जति सक्दो शेयर गरिदिनुस्। ब्याग एकदमै सुरक्षितसँग हाम्रो होमजीले राखिदिनु भएको छ, किनकि मिस्टेकले उहाँले त्यो ब्याग लिएर जानुभयो। तर उहाँको ब्याग जस्तै लाग्यो, उहाँको एउटै कलर, एउटै साइज, एउटै डिजाइनको ब्याग भएको हुनाले उहाँ झुकिनु भएको छ। अलि हतार थियो, मलाई यता बस चढ्न हतार थियो। त्यसकारणले मैले सेमै लाग्यो, मैले नाम ट्याग हेर्न लागिन, तर ट्याग रहेछ त्यहाँ, तर मैले ट्याग हेरिन, ब्याग उठाएर हिँडेँ। लास्टमा रुम पुगेपछि मात्रै मलाई थाहा भयो मेरो ब्याग नभएको कारणले मैले चाहिँ यो ब्याग रिटर्न दिन चाहन्छु। मेरो ब्याग यदि उहाँले लिनुभएको रहेछ भने ठिक छ, म लिउँला, नत्र भने केही छैन।
मेरो ब्याग चाहिँ कता एयरपोर्टमै छ या कता छ थाहा छैन मलाई, तर उहाँको ब्याग मसँग छ भनेर भन्नुभएको छ। त्यस कारणले हाम्रो लोड मुरलीजी तपाईँले कमेन्ट गर्नुहोला, भिडियो सबैजनाले सेयर गरिदिनुहोला। तपाईँहरू सम्पूर्णलाई धन्यवाद। हाम्रो होमजीलाई पनि धन्यवाद, तपाईँले एउटा सानो सहयोग को लागि मलाई सम्झिनु भयो र तपाईँको लागि मैले एउटा यो सानो भिडियो बनाउन अवसर पाएँ। र यो भिडियो सबैजनाले हेरेर लाइक कमेन्ट सेयर गर्नुहोला। तपाईँहरू सम्पूर्णलाई थ्याङ्क यू सो मच।